एकजनाले पाउँछ भने सबैभन्दा ठुलो विद्रोह चाहिँ त्यहीबाट हुन्छ। त्यो म बराबरको मान्छे कोही पनि छैन भन्ने लाग्छ मलाई चाहिँ, सिधै हो। अब तर त भोलि गएर आफ्नो आफ्नो ओपिनियन पनि राख्ने हो, उनीहरूको पनि सुन्ने हो। चित्त बुझ्यो भने ठिक छ, चित्त बुझेन भने विद्रोह गर्नुपर्छ। म चाहिँ यही नै भन्छु, विद्रोह त गर्नै पर्छ। जुनसुकै पार्टीमा बसे पनि खबरदारी गर्नुपर्छ। अहिले यिनीहरूको झोले भएर कोही उहाँ यही ठिक हो, यही ठिक हो, यति साह्रो देश डुबाएर बिगार्दा, यति साह्रो करप्सन बढ्दाखेरि पनि अब हो नै भनेर हिँड्छ भने यिनीहरूलाई भन्ने के हो? त्यो भएर विद्रोह चाहिँ गर्नै पर्छ भाइ। अब त्यो प्रेम बानिया भन्ने मान्छे छ नि दिदी, अँ त्यो प्रेम बानिया भन्ने मान्छे 2 नम्बरमा छ अरे होइन। कसम प्रेम बानिया भन्ने मान्छे 1 नम्बरमा ल्याइदियो, अझै शेषले काँधमा बोकेर हिँड्छ। ल घोषणा गरिदिन्छु अहिले घोषणा गरिदिन्छु ल। म प्रेम बानिया किन यहाँ बस्दै थियो अनि उहाँ गइसक्यो? होइन, ऊ त खोइ 2 नम्बरमा हालिसकेको छ अरे दिदी उम्मेदवार। प्रेम बानिया कहाँको हो? यहाँको त्यो पत्रकार होइन पहिलेको? पत्रकार हो, पहिलाको पत्रकार हो नि त दिदी। ऊ त राम्रै मान्छे छ, खत्रै छ। अब राष्ट्रिय स्वतन्त्र पार्टीमा गयो। हाम्रो सिन्धुपाल्चोक 2 नम्बर क्षेत्रमा चाहिँ उहाँको उम्मेदवारी परेको छ अरे क्या। यहाँ पो थियो त अनि खै त्यही भन्यो आज मलाई, उहाँको पनि परेछ भन्ने कुरा आएको छ। ठिकै हो कि अझै अब यस्तो गर्नु न, तपाईँहरूको त्यो जुन आन्तरिक कुरा अघि दिदीले भन्नुभयो नि, पहिलो कुरा तपाईँले आन्तरिकमै छलफल गर्नुहोस्, बाहिर सबै ठिक छ ठिक छ। भोलि 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 हामीलाई 10 बजी बोलाएको छ बिहान। अब आज पनि बिहानै गएर यहाँ 7-8 जना साथीहरू गएर यार त्यत्रो त्यो झन्डा सन्डा त्यो सब किनेर सबै कुरा फिक्स गरेर त्यहाँ गएर आए। सबै प्रोग्राम पनि मजाले भयो, नभए 1 नम्बरको भिडियो सबैजनाले हेर्नुहोस्। त्यहाँ त्यत्रो गरेर मजाले माहौल बनाएर आयो। अनि 12 विषयमा आएर उम्मेदवार 6 जना त त्यहीँ थियो दिदी। त्यहीँ बसेर कुरा गर्दा दिमाग चट भइसकेको थियो मेरो त्यही पनि है। यस्ता जाओ यसरी चाहिँ दुनियाँसँग यो भित्रै यो सांसद किनबेच किन हुन्छ, सांसद अपहरण किन हुन्छ भनेको यस्तो यस्तो रहेछ क्या। भित्रभित्र राजनीतिक चलखेल अलिक बडो खतरा हुँदो रहेछ क्या दिदी। त्यसैमा 13 जना मान्छेमा अब त्यो को सो पक्षको हो कि के हो। अनि मैले भने सिधै म चाहिँ 2टा कुरा जान्छु कि म बराबरीको मान्छे ल्याउनुहोस्, प्रेम बानिया जस्तो ल्याउनुहोस्, म एकदम काँधमा बोकेर म सपोर्ट गर्न एकदमै रेडी छु। होइन भने टिका लाएर दिएको पद कसैले यसरी गरेर गर्छ भने चाहिँ सिधै ठुलो विद्रोह अझ शेषबाट हुन्छ। घन्टी घरमा गएर मैले भएको त्यो चिज त्यहीँ टाँसेर त्यसपछि त्यहीँ बसेर म खबरदारी गर्छु यदि गलत मान्छे त्यहाँ छिर्छ भने चाहिँ। होइन भने चाहिँ जनतासँग पुग्नुपर्छ, सिधै सिधै सिन्धुपाल्चोकको जनतासँग जाने हो र जनताले जसलाई चुन्छ उही बन्छ उम्मेदवार, सिधै कुरा। त्यति त गर्नु पायो होला नि दिदी, दिदी मलाई बनाइदियो भने त्यो त पायो, त्यो तपाईँको चाहिँ अधिकारको कुरा पनि हो। सबैले जनताको प्रतिक्रिया लिउँ, कति जनताको बहुमतले कुन चाहिँ पात्र माग्छ त्यही मान्छेलाई बनाइदिउँ, सक्यो नि दिदी। त्यो गर्नुपर्छ। तपाईँको कुरा प्रश्न छ। तपाईँले मभन्दा राम्रो क्यापेबल आउँछ ठिक छ, सपोर्ट गर्छु। होइन मभन्दा झुन्डे झाँक्रे चाहिँ टिकट दिएर ल्याउँछ भने त्यो मान्दिनँ भने त्यो तपाईँको राइट कुरा हो क्या। भाइ रासोपाले त्यसरी दिन्छ जस्तो लागेन, किनभने अस्तिको चुनावमा पनि त्यति साह्रो उ गरेको छ। सबैलाई हेर्छ, सबैलाई राख्छ, आफ्नो आफ्नो उहरू लिन्छ होइन। इन्टरभ्यू लिएर क्यापेबलै मान्छे राख्दा त्यस्तो नगर्नु। कहिले काहीँ यस्तो हुन्छ, राम्रो हुनसक्छ क्या। कहिले काहीँ चाहिँ के हुन्छ भने नराम्रो पनि हुनसक्छ। ठिकै छ। अब अजयजीलाई शुभकामना छ। आन्तरिक रूपमा तपाईँहरूले चाहिँ अलिकति बसलाई चाहिँ अब अलिक निरन्तरता दिनु होला, नछोड्नु होला होइन। अब ठिक छ, प्रेम बानिया पनि छ भने अब त्यही अनुसारले तपाईँहरूले छलफल गर्नु होला। प्रेम बानियाले पनि अब अमेरिका छोडेको भनेर चाहिँ अब ग्यारेन्टी दिनु पर्यो नि त। फेरि यहाँ आउँदै उहाँ बस्दै गर्नु त भएन नि त होइन। छोडेको निकै हो। उहाँले तल झापामा गएर एउटा के चाहिँ तपाईँको एउटा चाहिँ उयो पनि गर्दै हुनुहुन्छ, एउटा के चाहिँ चलाउने भनेर उहाँले सुरु गर्नुभएको थियो निकै अगाडिदेखि। उहाँले सायद मलाई लाग्छ छोड्नु भयो होला जस्तो लागेको छ मलाई पनि। त्यो केजनामा चाहिँ के एउटा चाहिँ खोल्ने भनेर उहाँले एउटा संस्था खोल्नु भएको छ कि। अब सेवा गर्छु भनेर रविजी जस्तै अब त्यागेरै आउनुभयो भने ठिक छ होइन। गर्ने मान्छे हो, उहाँको पनि आफ्नो बोलीमा दम भएको मान्छे हो, हामीले पनि हेरिराखेको दम छ। अब यस्तो हुन्छ जस्तै सिन्धुपाल्चोक एकबाट चाहिँ लड्दै गर्दा भाइलाई झार्दै हुन्छ बुढा। ए भाइ भन न तिम्रो कुरा, स्टेटमेन्ट टेका टेका राख न यहाँ। अनि सधैँभरि एउटै मान्छे तान्छ त भाइ, अनि
सबैले मिलाएर तान्नु पर्यो नि त। ल भन त मलाई सट भन त ल। तपाईँलाई म अहिले 2 जनाको नम्बर र ऊ दिन्छु, तपाईँ आफैले कुरा गर्नु, प्रेम दाई र भरतको। मलाई चाहिँदैन भाइ, कसैको नम्बर चाहिँदैन। म कसैको नम्बरसम्म मलाई गरेर कुरा गर्नु छैन क्या भाइ। आफ्नो कुरा चाहिँ सर राख्न, त्यो कुरा त भोलि त्यही उम्मेदवारी बस्ने मान्छेहरूले कुरा गर्छ क्या। उनीहरूको नम्बर मलाई किन चाहियो भने उनीहरूको नम्बर चाहिँ मलाई किन चाहियो त भने क्या अमेरिका छोडिसक्नुभयो त। अमेरिका छोड्यो प्रेम बानिया त तिम्रो 2 नम्बरबाट उठ्यो भन्छ, मलाई थाहा छैन क्या भाइ। 2 नम्बरको कुरा होइन, 1 नम्बरको कुरा गरेँ क्या मैले। 1 नम्बरमा तपाईँहरू सल्लाह गरेर पार्टीले त राम्रो मान्छे छान्छ त होइन र भने हो, त्यही कुरा भोलि थाहा हुन्छ क्या। राम्रो मान्छे को छान्दो रहेछ, कस्तो चाहिँ राम्रो मान्छे भन्दो रहेछ भन्ने खोजेको कि तिमीले भने जस्तो भरत पराजुली जस्तो मान्छे राम्रो भन्दो रहेछ कि अझै श्रेष्ठमा जस्तो मान्छेलाई राम्रो भन्दो रहेछ भन्ने कुरा हो क्या। नै मैले राम्रो भन्न, राम्रै मान्छे हो भनी। त्यही त हामी भोलि कुरा गरौँ न, सकिहाल्यो। भोलि पार्टीले राम्रो मान्छे छान्छ भने भोलि म ठ्याक्कै भन्छु राम्रो कि नराम्रो। त्यसपछि राम्रो र नराम्रो मान्छे पार्टीले छुट्याउनु सकेन भने चाहिँ हामी सिन्धुपाल्चोकवासीमा गएर भोटिङ गर्छौँ, हो कि त भाइ? त्यो त गर्नुपर्ने त्यही त हो नि। हो, हामी सिन्धुपाल्चोकवासीलाई भोटिङ गर्छौँ, सिन्धुपाल्चोकले जसलाई भोटिङ गर्छ उही आउँछ अगाडि। त्यो त त्यही त रूपन्देहीमा पनि त्यसै गरी छान्या थियो नि त होइन र? त्यही गरौँ। जस्तै लेखजङ थापालाई कसरी छान्या थियो त्यसै गरी छान्न पर्यो नि त पार्टीले नि। त्यो त त्यही गरौँ। भोलि मिल्छ नमिले मिल्दैन। यदि टिके प्रसादले भोलि चाहिँ साँच्चीकै अब योगदान सोध्छ यार। योगदान भन्ने कुरा चाहिँ कसको कति योगदान छ, हिजोको चाहिँ 79 देखि फाइल खोलेर ल्याए हुन्छ योगदान कसको कति छ भनेर क्या। योगदान त गएपछि दिने हो नि। योगदान पनि अहिले कसको के छ भने त अझै जतिको योगदान के छ हो दिदी अहिलेसम्म? कसको लागि 2 वर्षसम्म मरेर लडेर हिँडेको छ भने क्या। आफ्नो पैसा खर्च गरेर दुनियाँ गरेर के मेरो लागि हो र भने नि। सही कुरा हो। अनि भेट्न चाहिँ भेट्नुपर्छ, तर अब यहाँ चाहिँ नभन्नु, सबै कुरा बाहिर नखोल्नु अहिले नै। भोलि गर्नुपर्छ, भोलि पर्दा फास गर्नुपर्छ, भोलि पर्दा फास गर्नुपर्छ होइन। अनि पहिलेदेखि नै दाइको लाइभ त म हेर्दै आउँदै थिएँ होइन। अहिले पनि यस्तो कुराहरू त भनिराख्नुपर्छ, सम्झाइ राख्नुपर्छ दिदी। भोलि 81 मान्छेलाई भन्दाखेरि अर्को सोध्छ क्या दिदी। होइन, तपाईँले भनेको कुरा चाहिँ ठिक हो कि दाइ। तपाईँले जुन कुरा गर्नु भएको छ पार्टी सम्बन्धीको कुरा एउटा विधान पनि हुन्छ, टिकटक सम्बन्धीको एउटा विभाग पनि हुन्छ होइन। अहिले तपाईँ टिकटक विभागमा हुनुहुन्छ। सकेसम्म म चाहिँ के भन्छु भने तपाईँले पार्टीको कुराहरूलाई खबरदार उठाउनुपर्छ। यो कुरामा एकदम विपक्ष होइन। तपाईँले भोलि पार्टीभित्रको जस्तै तपाईँले भनेको कस्तो भले तपाईँ एउटा सङ्घर्ष गरिराख्नु भएको छ, हरेक कुरामा गरिराख्नु भएको छ, तर एउटा टिको लाएर आएको मान्छेलाई उठाउँछ भने हामीले पनि हेर्नुपर्छ। किनभने यहाँ देशले जित्ने कुरा हो, तपाईँले जित्ने कुरा होइन होइन। यहाँ हामीले हिजो पनि भनिरहेछौँ, तपाईँले पनि भनिराख्नु भएको छ कि हामी कुर्सीको लागि गएको होइनौँ, साधारण सदस्य भएर गएका हौँ। तर जनताले माने र त्यहाँको ठाउँकोले मान्छेले माने भने म छु भन्नुभएको छ। यो कुरालाई हामीले एकदम यहाँ तपाईँको टिकटक सामाजिक सञ्जालमा धेरै मान्छेले हेरिरहेछन् तपाईँले कुन पोजिसनमा हुन्छ, कहाँ हुनुहुन्छ भने। तर हामीले के छ भने टिकटक लाइभमा आएको भरमा तपाईँ एउटा साधारण मैले भनिदिउँ ला जय सरलाई म 10,000ले हराउँछु भनेर तपाईँ मसित बाजेर बस्न मिल्छ? मिल्दैन। यो भनेको तपाईँको के छ भने हो तपाईँसित आक्रोश छ, तपाईँ मान्छु म। किनभने तपाईँलाई यहाँ तपाईँ हिजो तपाईँलाई जति वाइ वाइ गर्दै थियो नि, आज त्यसको डबल तपाईँले गाली खानुहुँदैछ। तपाईँलाई थाहा छ यो जोखिम यात्रा हो। म यात्रामा अहिले सही छुइनँ, म बाटो गलतमा हिँड्दैछु भने तपाईँले थाहा पाएरै हिँड्नुभएको हो। थाहा पाएर हिँड्दै पनि तपाईँलाई यहाँ हेर्दै गरेको मान्छेले 1500 जनाले तपाईँलाई सपोर्ट गर्छन् भन्ने होइन। राम्रो मान्छे दुइटै भए पनि काफी हुन्छ 1500 जनामा। कुरो बुझ्नुभयो नि? यो भनेको तपाईँले मलाई 1500 जनाले सपोर्ट गरे राम्रो हुन्छ र नगरे नराम्रो हुन्छ होइन। तपाईँलाई राम्रो मान्छेले एउटैले सपोर्ट गरे पुग्छ। तर तपाईँलाई राम्रो छ भने तपाईँ नराम्रो मान्छेले धेरै सपोर्ट गरो, तपाईँले एउटा खाल्डामा लगाएर हालिदियो भने त धेरैजनालाई सफल हुन्छ नि त। तर एउटा मान्छेले सपोर्ट गर्यो भने तपाईँलाई एउटै मान्छेले खाल्डामा हाल्न सक्दैन, किनभने तपाईँलाई बोकेर लिएर हिँड्न सक्छ अथवा सहयोग गर्न सक्छ। त्यसले गर्दाखेरि तपाईँले यो भनेको जुन मैले अलिकति आक्रोशमा तपाईँले पोख्नुपर्छ। भोलि 13 जना एउटा सिन्धुपाल्चोकमा हुँदै गर्दा तपाईँभन्दा क्याटेबलको मान्छे आएन, राम्रो मान्छे आएन र तपाईँ पछि पर्नु हो भने त्यसले गरेको के त त्यसले गरेको चाहिँ के त मेहनत तपाईँलाई त्यसरी ओजेलमा पार्छ भने पार्टीलाई हामीले पनि खबरदार गर्नुपर्छ। हामीले सामाजिक सञ्जालमा हरेक कुरा हामीले यो भनेका छैनौँ कि आज रासोपा आयो, आएपछि तपाईँको देश बन्छ, होइन।
भोलि सबभन्दा पहिले राजसभामा हामीले ढुङ्गा हान्न सक्नुपर्छ, एकपल्ट हेर्नुपर्छ भनेर अहिले पनि हामीले बारम्बार भनिरहेछौँ। हामीले यो भनिरहेछौँ कि शेरबहादुरको 6 पल्टसम्म बोकेर हिँड्नुपर्छ भन्ने हामीले अर्थ राखेका छैनौँ। एकपल्ट हेर्नुपर्छ, त्यसको पछि ढुङ्गा हान्नुपर्छ हामी भनिरहेका छौँ। त्यसले गर्दाखेरि यो पालि भनेको तपाईँले हार्नु होला जित्नु होला त्यो होइन, तर यहाँ देशले जित्नुपर्छ। यो पालि त तपाईँले हार्नुहोस्, साधारण सधैँ सुन्नुहोस्, तपाईँ आफ्नो मेहनतमा हुनुहुन्छ, तपाईँ आफ्नो खानु गर्छ, तपाईँलाई 2 छाक राजनीतिमा गएर तपाईँ खाउँला भनेर आउनु भएको पनि होइन, हामीले हेरिरहेका छौँ। तपाईँको हरेक कुरा छ, तर पनि यो पल्ट देशले जित्नुपर्छ। देशले जित्दै गर्दाखेरि तपाईँले जित्नुपर्छ होइन, तपाईँभन्दा राम्रो मान्छेले त्यहाँनिर जित्नुपर्छ। तर राम्रो मान्छे छैन भने तपाईँले जित्नुपर्छ भन्ने हाम्रो पनि हो। तर यो सामाजिक सञ्जालमा तपाईँलाई केही मान्छेले कुरा काटेका हुन्छन्, केही मान्छेले चलाउन सकेका हुन्छन्, केही मान्छेले तपाईँलाई गाली गरेका हुन्छन्। यस्ता पढ्यो भने तपाईँ आफै घाटामा जानुहुन्छ। त्यसले गर्दाखेरि मेरो चाहिँ अब तपाईँ कति उमेरको हुन्छ दाइ भाइ जे भाइ, मेरो दाइ अनुसार साइन मैले जोडेर भने तपाईँलाई सानो कुरालाई किल्चेर तपाईँको एउटा कुरो राजनीतिमा आएको मान्छे हिजो तपाईँको रवि लामिछाने तपाईँको 1 वर्ष जेलमै बस्दै गर्दाखेरि अहिले हामी 1 घन्टा जेलमा बस्न सक्दैनौँ। 1 वर्ष बिना कारण गल्ती हरेक कुरामा जेल बस्दाखेरि कति सङ्घर्ष भयो होला, एउटा कल्पना गरौँ त। त्यसले गर्दाखेरि यो हामीले जित्ने भन्ने कुरा होइन, देशले यो पालि जित्नु पर्यो। जसले सुके पनि जसले जिते पनि देशले जित्नु पर्यो भन्ने मेरो चाहिँ विचार हो। जतिजना हेर्नु हुँदैछ कुन देश हुनुपर्छ, हामीले कसैलाई पनि गाली नगरौँ। हामीले अरूको लागि गाली गरेर यो दुनियाँ आफू राम्रो हुन्थ्यो भने सबैभन्दा गाली गर्नलाई पढ्न पर्दैन। त्यसले गर्दाखेरि हामीले कसैलाई गाली नगरौँ। यो टिकटक सामाजिक सञ्जालमा आएको कमेन्टहरूलाई सही छ भने पढौँ, छैन भने त्यसलाई हेर्दै नहेरेपछि त्यो मान्छेले फेरि लेख्दैन। किनभने हामीले जसलाई हेरे पनि एकपल्ट नयाँलाई हेर्नुपर्छ र सही ठाउँमा मिल्न सक्ने छ भने नयाँ पनि मिल्नुपर्छ। सिन्धुपाल्चोक काठमाडौँको मुटुमा रहेको ठाउँ, काठमाडौँ भनेको तपाईँको यसो थुक्दाखेरि अथवा त्यहाँ गर्दाखेरि त्यहाँ पुग्ने ठाउँमा सिन्धुपाल्चोकमा एउटा हस्पिटल नहुनुमा, तपाईँको एउटा यस्तो हुनुमा, तपाईँको एउटा शैक्षिक संस्था नहुनुमा, एउटा राम्रो बाटो नहुनुमा त्यहाँको मान्छेले कति पीडा भइरहेको होला हो। अहिलेसम्म त्यो पीडामा जनतालाई कतिसम्म चुसिरहेको होला। त्यस्तो चाइनाको बोर्डर त्यहाँनिर तपाईँको त्यति जनसङ्ख्या भएको चाइनामा एउटा तपाईँको आफ्नो एउटा ल्याएर त्यहाँ खान सक्ने भएन भने त्यहाँ कस्तो खालको मान्छे पठाउनु पर्ला भनेर पनि राष्ट्रपालले हेरेन भने खबरदारी चाहिँ गर्नुपर्छ। मेरो चाहिँ सबैजनालाई अनुरोध छ, हेर्ने सबै साथीहरूले नराम्रो कमेन्ट नगरौँ, कसैलाई गाली आमा यो हरेक कुराहरू नगरौँ। हाम्रो सबैको आफ्नो परिवार छ, सही कमेन्ट गरौँ, सल्लाह सुझाव दिउँ, बोल्न सबैलाई यो लाइभमा छुट छ। मेरो चाहिँ सबैलाई यति अनुरोध छ है। लजिकेबाट अजय दाईको टिकटक लाइभमा म भूपेन्द्र अधिकारीको हार्दिक स्वागत छ। समसामयिक राजनीतिक विषयमा छलफलको बहस भइरहने अजय श्रेष्ठको टिकटक लाइभमा आज पनि राजनीतिक विषयवस्तुमा कुराकानी भइरहेको छ। 1400 भन्दा बढी मानिसहरूले प्रत्यक्ष रूपमा हामीलाई सुनिरहनु भएको छ भने शारदा श्रेष्ठ र भीम कार्की यतिखेर अतिथिको रूपमा आसन ग्रहण गरेर आफ्ना कुराहरू राखिरहँदा भूपेन्द्र पनि अमेरिकाको वासिङटन स्याटलबाट जोडिएका छन्। भूपेन्द्र जोडिने बित्तिकै समाचारको शैलीमा आफ्ना कुरा सुरु गरेका छन्। भूपेन्द्रलाई मेन्सन गर्दै समाचार भन्दै साथीहरूले यतिखेर समाचार सुन्ने इच्छा व्यक्त गर्ने सम्भावनालाई मध्यनजर गर्दै भूपेन्द्रले यतिखेर समाचारको शैली सुरु गरेका हुन्। अजय श्रेष्ठ हरेक दिन टिकटक लाइभमा आएर समसामयिक राजनीतिक विशेष गरेर भ्रष्टाचार विरुद्ध अभियानहरू चलाइरहनु भएको छ। विगत लामो समयदेखि भ्रष्टाचार विरुद्धको विभिन्न अभियानहरूमा संलग्न अजय श्रेष्ठ पछिल्लो चरणमा राजनीतिमा सक्रिय रूपमा संलग्न भइरहनु भएको छ। आम दर्शकहरूले अब प्रतिनिधि सभाको प्रत्यक्षतर्फको विजयी उम्मेदवारको रूपमा अजय श्रेष्ठलाई हेर्न खोजेको पनि शुभचिन्तकले बताएका छन्। संसदमा टिकटकमा उठाए जसरी नै कुराहरू संसदमा गएर उठाउनु पर्ने भन्दै साथी र शुभचिन्तकहरूले अजय श्रेष्ठलाई यतिखेर साथ दिइरहेका छन्। यतिखेर अजय श्रेष्ठको टिकटक लाइभमा करिब 4 लाख डबल ट्यापिङ हुन लागेको छ। 1300 भन्दा बढी मानिसहरूले यतिखेर प्रत्यक्ष रूपमा हेरिरहँदा भूपेन्द्रको समाचार सुन्दै के भन्दै कमेन्ट तलबाट गरै हुनुहुन्छ। धेरै साथीहरू यतिखेर अजय श्रेष्ठको टिकटक लाइभमा जोडिरहनु भएको छ भने अजय श्रेष्ठले समसामयिक विषयवस्तुमा कुराकानी गरिरहनु भएको छ। हरेक दिन जसो टिकटक लाइभमा आइरहने साथीहरूले अजय श्रेष्ठको टिकटक लाइभमा माथि चढेर सभ्य भाषामा आफ्ना कुराहरू राख्न सकिने भएकाले पनि आफ्ना कुराहरू र सामाजिक कुराहरू राख्नको निम्ति उपयुक्त प्लेटफर्मको रूपमा
यो टिकटक लाइभलाई मानिसहरूले प्रयोग गर्दै आएका छन्। आफू काममै भएको र कार्यव्यस्तताका कारणले गर्दा त्यति धेरै समाचारमा नियमित रूपमा उपस्थित हुन नसकेको भन्दै भूपेन्द्रले पनि यतिखेर अजय श्रेष्ठ र उहाँका शुभचिन्तकहरूप्रति क्षमा प्रार्थी गरेका छन्। अब बाँकी सन्दर्भ अजय दाईबाटै। होइन अलिकति अब अहिले CM डे चलेको छैन, अलिकति तनावमा अलिकति यताउता भइ नै हाल्छ। अब किनभने अब जो मान्छे ग्राउन्ड लेभलमा खटिराखेको छ, जो मान्छे कुदिराखेको छ, हिँडिराखेको छ, भिडिराखेको छ भने तनाव हुनु स्वाभाविक हो। जसले काम गर्छ त्यो कामको बारेमा तनाव हुन्छ, टेन्सन हुन्छ। त्यही कुरा अब चाहिँ लाइभमा जोडिने हुन्छ। जोडिँदाखेरि अब कहिलेकाहीँ कोही ठोकिनु पुग्छ। ठोकिने क्रममा चाहिँ अब हुन्छ त्यस्तै खालको मान्छे चलाउन आउँछ, ठिक छ। त्यो मान्छेसँग चलाउन त रेडी छु म। कहाँनिर के बोल्नुपर्ने, कहाँनिर कहाँ भिड्नुपर्ने त्यो आफ्नो ठाउँमा छँदैछ। अहिले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा साधारण सदस्य भएको नाताले हो नि म, होइन। र म कुनै पदले एउटा अरू जस्तो अवसरवादी भएर मैले पद लिएर खाएर त्यसको दुरुपयोग गरेको भए छुट्टै कुरा हो। र त्यही ठाउँमा गएर मैले चाहिँ राज्यको सत्ता भत्ता खाएर मैले चाहिँ भ्रष्टाचार गरेको भए त्यो छुट्टै कुरा हो क्या। अनि अरूसँग म डराउनु पर्ने कारण, अरूसँग निहुरिनु पर्ने कारण काहीँ केही देख्दिनँ म। मलाई मतलबै छैन। म हिजो जस्तो छु त्यस्तै नै हो। अहिले पनि मलाई त्यस्तो कुराको मतलब छैन। तर यति मात्रै कुरा हो कि अहिले चाहिँ सिन्धुपाल्चोकको बारेमा अलिकति बेसी राजनीतिक माहौल तात्तिकै हुन्छ। त्यसमध्येमा पनि अब माओवादीका साथीहरू अस्ति पनि त्यही बेलामा भन्दै थियो कि तपाईँ त्यहाँ चाहिँ गएर उठ्नु मिल्दैन है, उठ्नु हुँदैन है, होइन। त्यहाँ चाहिँ किनभने शुभ सापकोटा उठ्दैछ, शुभ सापकोटा उठेको ठाउँमा तपाईँ हार्नुहुन्छ भनेर भनेर। म शुभ सापकोटा उठेकै ठाउँमा त उठ्ने हो नि। त्योभन्दा अझ राम्रो मान्छे उहाँहरूसँग हुन्छ भने त्यो पनि ल्याए हुन्छ क्या। बालेन किन चाहिँ आज झापा 5 गएर लड्दैछ भने के आफू बराबरीसँगमा खेल्ने हो नि त। आफू बराबरीसँगमा लड्ने हो क्या। आफूभन्दा कमजोरसँग किन लड्नु भने के। राजनीतिक चेतना, राजनीतिक ज्ञान त्यो भएर पनि सिन्धुपाल्चोकमा गएर लड्नुपर्ने कारण भनेको बराबरीको मान्छेसँग लड्ने हो क्या। अरू कोहीसँग डराउने भन्नेको चान्सै छैन। त्यो त मेरो डिक्सनेरीमै लेखेकै छैन क्या अहिलेसम्म। आज त्यही कुरा बोलेर नै आएको म। त्यस कारणले भोलि चाहिँ यहाँ यो कुरा चाहिँ नहोस् कि सेतोलाई सेतो होस्, कालोलाई कालो होस्। यही मात्रै मेरो चाहना हो। कसैले टिका लाएर उम्मेदवारी फेरि पनि सिन्धुपाल्चोकले पाउँछ भने त्यो चिजमा चाहिँ अजय श्रेष्ठको ठुलो विद्रोह रहन्छ। यति त बोल्नु पाउने होला नि यार, कि यो पनि बोल्नु नपाउने हो टिकटकमा? पार्टीको कुरा पार्टीमै हुन्छ। हामी पनि त टिकटकबाटै आएकै होला नि, सामाजिक सञ्जालबाट आएकै हो। लडाइँ गरेर आएको मान्छे हो नि त हामी त। होइन, हजुरले भनेको कुरा सही हो। तपाईँले किनभने बोल्न पाउनुपर्छ। सामाजिक सञ्जालबाट आउनुभएको हामीले पनि विगतदेखि हजुरलाई हेरिरहेका छौँ। हिजो तपाईँको लाइभमा 2000-3000 मान्छे हेर्ने दर्शक हुँदै गर्दाखेरि हामी पनि के हुन्छ भने राष्ट्रसभामा जानुपर्छ, तपाईँ जतिको मान्छे चाहिन्छ भनेर हामीले पनि उठाएका हुन्। तर जुन तपाईँ हिजो हामीले तपाईँ राष्ट्रसभामा जानुपर्छ भन्दै गर्दाखेरि आज हामीले राष्ट्रसभाबाट निस्किनुपर्छ भन्ने हामी कदापि पनि कोही पनि छैनौँ, हेर्ने दर्शक। तर तपाईँलाई हरेक तरिकाले भिडाउन सक्ने मान्छे हुन्छन्। किन भिडाउन सक्छन् भने अजय चोर हो, अजय फटा हो, अजयले मोबाइल बेचेर खाएछ, अजयले यो गरेछ, तपाईँलाई हरेक किसिमको आरोप लाउन सक्छन्। सायद तपाईँको भोलि पत्रिकाको हेडलाइनमा तपाईँको सिन्धुपाल्चोकको यति जग्गा खायो अरे भन्न पनि सक्न सक्छन्। यहाँ तपाईँको मिडिया ट्रायल तपाईँले देखिराख्नु भएको छ। देशमा कुनै पनि स्वतन्त्र मिडिया, हिजो एउटा रवि लामिछाने थियो, त्यो एक्लै रवि लामिछाने म स्वतन्त्र मिडिया हुँदाखेरि दुनियाँ मिडियाले तपाईँको लखेट्नुसम्म लखेट्दाखेरि पनि उसले कहिल्यै पनि टेरेन, कहिल्यै पनि मिडियाको सदस्यता लिएन। त्यसरी तपाईँको लडे। तपाईँलाई त हरेक किसिमको आरोप लाग्न सक्छन्। मान्छेहरूले तपाईँको जुदाउन सक्छन्। तपाईँलाई भोलि भनिदिन सक्छन् कि रविको नजिकको मान्छे हो यो, होइन यसलाई त यताबाट कटाउनु पर्छ भन्ने मान्छेको हरेक षड्यन्त्र हुन्छ। यसमा तपाईँको त्यो हावाको पछि लाग्नु भयो भने तपाईँ हावामा उड्नुहुन्छ। त्यसले गर्दाखेरि तपाईँले यस्तो कठोर लिएर हिँड्नुपर्छ कि तपाईँले यो सोच्नुपर्छ कि हरेक साथी भनेको कस्तो हुन्छ तपाईँलाई त थाहा छ नि त। तपाईँलाई साथी हिजो तपाईँको एउटा हिँड्ने भने एउटा अहिले घटना हेर्ने भने 76 जनाको हत्या गरौँ भन्ने उसलाई दोष लाउँदाखेरि पनि एउटा साथी भनेको तपाईँ उमास बस्ने त बोकेर हिँडिरह्यो नि, होइन। तर उसले त साथीको रूपमा हिँडेर बोकेर हिँड्नु, तर देशको लागि त बोकेर हिँडेन नि त हो। तर साथी हुन्छ भनेर त्यस्तो खालको बोकेर हिँड्ने मान्छे पनि होइन। हामीले जब कसैले पनि गलत प्रमाणित, भोलि तपाईँलाई भन्देला हेडलाइनमा लेखेर अजय श्रेष्ठले मोबाइल बेचेर खायो अरे भन्देला, तपाईँको पेसा हो नि, बेच्न नपाउने अधिकार हो र होइन नि, त्यो त पेसा हो तपाईँको। र सरकारलाई ट्याक्स तिरेर गरिदिनु भएको छ, काम गर्नुभएको छ। तर त्यो भन्दै गर्दा भोलि कि अब हामीले अब यसले चोर गरे भनेर हामीले तपाईँको साथ छोडिदिइहाल्ने, तपाईँलाई प्रुफ हुनु पर्दैन, प्रमाण पुग्नु पर्दैन।
यहाँ तपाईँलाई जसरी पनि लडाउन सक्छन्। तपाईँको टिकटक लाइभमा आएर तपाईँलाई भिखारी पनि भन्न सक्छन्, माग्ने पनि भन्न सक्छन्, हरेक पनि भन्न सक्छन्। यो तपाईँको कति भन्छन् कि तपाईँले त यो त सबै तपाईँले पाहाड हेरेरै त्यो पाहाड तपाईँ फोर्छु भनेर हिँड्नुभएको मान्छे भनेपछि एउटा साधारण मान्छेले यस्तो भन्दैछ भनेर त्यसको पछि लाग्ने। त्यहाँ हामीले भनेको केन्द्रमा कुरा गरे साधारण सदस्य भएर हिँडेको मान्छे अहिले तपाईँको केन्द्रमा सबै एउटा तपाईँको संसद बन्छु भनेर तपाईँको टिकट पाउनुहुँदैछ भने पार्टीको तपाईँको अवस्था कस्तो छ त? पार्टीको कति एउटा संयन्त्र कति राम्रो छ त? साधारण सदस्य मान्छेले सिधै चुनाव लड्न पाउँदैछ भनेपछि पार्टीको संयन्त्र त नराम्रो होइन नि त। हो, तर नराम्रो होइन मलाई टिकट दिनुपर्छ भन्ने कुरो होइन। तपाईँभन्दा राम्रो मान्छे आउनु पर्यो, सिन्धुपाल्चोकलाई चिन्नु पर्यो। किनभने काठमाडौँको गल्ली हो सिन्धुपाल्चोक भनेको। तपाईँको काठमाडौँ नुवाकोट भनेको तपाईँको काठमाडौँ फोहोर फाल्दाखेरि पुग्ने ठाउँ हो होइन। तर ती काठमाडौँका जिल्लाहरू अहिलेसम्म तपाईँको स्टेजरमा हस्पिटल तपाईँको एउटा बिरामी बोकेर ल्याउनुपर्छ। अहिलेसम्म त्यहाँको नेताहरूले किन गरेनन् त? हो, त्यस्ताको पछि लाग्ने मान्छेहरू किन लाग्छन् भनेदेखि तिनीहरूबाट खाना पाएका छन्। तपाईँको जस्तै भोलि अझै सिरियस सिन्धुपाल्चोकमा गयो भने के गर्छ त? विकास गर्छ। म विकास गरेपछि मलाई 5 रुपियाँ पैसा दिँदैन अनि म अझै किन भारी बोक्छु भन्ने किसिमका मान्छेहरू। तर अझै गयो भने देश बनाउँछ, सिन्धुपाल्चोक बनाउँछ भन्ने मान्छेले साथ दिन्छ। त्यो साथ दिनेमा तपाईँको धेरै मान्छे छन्। त्यो सिन्धुपाल्चोकलाई चुस्नुपर्छ भन्ने मान्छे कम्ती छन्। त्यसले गर्दाखेरि सिन्धुपाल्चोक तपाईँको काठमाडौँ जस्तो ठाउँमा एउटा तपाईँको स्टेसनमा बोकेर अहिलेसम्म बिरामी ल्याउने ठाउँ भइरहेछ भनेपछि तपाईँको कस्तो ठाउँ बनाएको होला नि त? त्यसले गर्दाखेरि यी साना कुराहरूमा तपाईँले हिँड्ने होइन। तपाईँ त तपाईँको एकदम जनतासित जाने। तपाईँको म टिकटकमा भुक्छु के गर्नु? तपाईँलाई मैले न भोट दिने हो केही गर्ने हो? तपाईँलाई भिडाइन्छु, जुदाइन्छु भएर निस्किन्छु, केही पाउनु पाउँदैन नि मैले। तर तपाईँले त त्यहाँको जनतासित गर्ने हो। तपाईँले राजनीति भनेको 14 पल्ट तपाईँको देख्नुभयो त, 14 पल्ट रामचन्द्र हान्दाखेरि 15 चोटिको त अहिले राष्ट्रपति भयो नि। राजनीति तपाईँको सानो कष्ट हो त? 14 चोटि हार्नु भनेको तपाईँको एउटा जिन्दगी नै तपाईँको गयो। तर लास्टमा राष्ट्रपति भयो भनेपछि राजनीति भनेको तपाईँको तपाईँको भाइले दाइलाई लडाएर तपाईँको भाइ अगाडि बढ्ने ठाउँ हो कि। राजनीति त्यति सजिलो छैन। अब म पनि तपाईँको अहिले विदेशमा 2008 सालदेखि विदेशमा छु। म झापाको अहिले तपाईँको जुन हाम्रो हिक्मत कार्कीको क्षेत्रको मान्छे हो म होइन। तर हामीले कहिले पनि जाति भनेर अहिले म सुशीला कार्की राष्ट्र प्रधानमन्त्री छ तर कार्कीलाई सपोर्ट गर्नुपर्छ भन्ने होइन। गलत गरेपछि त्यही मान्छेलाई खबरदारी गर्नुपर्छ। हामीले त तपाईँको भोलि तपाईँको नेवारले जित्दाखेरि थियो कि कार्की काठमाडौँमा बस्न नपाउने हो र? होइन नि। यहाँ त सबै हाम्रो देश हो, सबैले बस्न पाउनुपर्छ। तर हामी यस्तो सचेत हुनुपर्छ कि देशले जित्ने खालको मान्छे आओस्। अहिलेसम्म देशले जित्ने नेता कहिल्यै पनि भेटेन। तर अब चाहिँ देशले हार्ने चोट छैन है। यो अन्तिम धेरै यो 1 वर्ष अहिलेलाई हाम्रो देशले जितेन भने यहाँ रासोपाले तपाईँको हर्कले जित्ने भन्ने कुरा अहिले तपाईँको देशले जितेन भने नि देश कहाँ पुग्छ भन्ने कुरा धेरै गम्भीर छ कि। त्यसले गर्दाखेरि यो चोटि आफू मरेर पनि देशलाई बनाउनु पर्छ। सबै साथीहरू यो फेसबुकमा तपाईँहरू सामाजिक सञ्जाल भनेको एउटा राम्रो चौतारी हो। चौतारीनेर गएर बस्दाखेरि थुक्यो भनेर तपाईँको त्यहाँ दिशा गऱ्यो भने चौतारीमा बस्न मिल्छ? मिल्दैन। यो भनेको तपाईँको पूर्व मेचीदेखि पासी महाकालीसम्मको एउटा भेट हुने चौतारी हो। यो चौतारीमा त तपाईँ गएपछि तपाईँको एउटा रुख रोप्ने हो, एउटा सफा गर्ने हो, त्यहाँको भएको फोहोर फाल्ने हो। यहाँ आएर तपाईँको परिवार छैन गाली बोल्नलाई, तपाईँको फ्यामिली छैन, तपाईँको संस्कार छैन। यहाँ हामीले त्यस्तो खालको होइन। यो लाइभ भनेको यस्तो होस् कि फलानाको लाइभ सुन्दै गर्दाखेरि पनि फ्यामिलीमा ओ के बोलेको भन्ने नहोस् कि कम्तीमा पनि ओहो कति राम्रो बोलेको हो फलानाको लाइभमा भन्ने खालको हामीले संस्कार बसार्नुपर्छ कि। हामीले त अर्कालाई गाली गरेर अरूलाई नराम्रो भनेर अहिले तपाईँको त्यस्तो खालको हिजो तपाईँको हर्कले के भनेको भने टिकटक मिडियामा गएर 1 नम्बर पर्दैछ दमकमा तपाईँको बालनलाई भोट दिन्छ नि त राई-लिम्बूले भने। अब यहाँ बस्ने चाहिँ को त? राई-लिम्बू मात्रै यो देशमा बस्ने हो र? अब अहिले सुशीला कार्की प्रधानमन्त्री भएको छ, सुशीला कार्की मात्रै देशमा बस्ने हो, अरूलाई सबलाई लहरिदिउँ? अब यो होइन नि त। हामी त 436 जातको फुलबारी बसेको हाम्रो ठाउँ हो। हामीले सबैलाई सम्हाल्नुपर्छ, सबैलाई गर्नुपर्छ, नयाँ आएकोलाई साथ दिनुपर्छ। पुरानाबाट भइसकेन, देश गइसक्यो भनेर थाहा पाइसकेपछि तिनीहरूबाट हामीले साथ लिने होइन भनेर चाहिँ मेरो चाहिँ यो अनुरोध हो। म कसैलाई गाली गर्ने पक्षमा पनि छैन। 2008देखि म विदेशमै बिताइरहेको छु। देशमा फर्किने खालको अहिले धेरै मान्छेलाई अवस्था छैन। हामी 2008देखि विदेश हिँड्दै गर्दाखेरि देशमा भएका केही जान्ने बुझ्नेहरू त्यही एमाले काङ्ग्रेसको झोला बोकेर तपाईँको देशलाई बारम्बार बर्बाद पारिरहेका छन्। हामी विदेशमा हुनेले भोट हाल्न अहिले पनि पाएनौँ। त्यसले गर्दाखेरि यो पालि भनेको यो पालि देशले जित्ने पालि हो।
अहिलेसम्म नेताले जतिले जिते योपालि देशले जित्ने हो। हामी सबै ठाउँबाट लागि परौँ, राम्रो मान्छेलाई सहयोग गरौँ। हामीले जसरी विदेशबाट हुने मान्छेले 2 रुपियाँ 4 रुपियाँ सकिन्छ भने त्यो सहयोग गरौँ, सकिँदैन भने सल्लाह सहयोग गरौँ। यो पालि देशलाई जिताउनुपर्छ। हेर्ने दर्शक साथीहरू जति हुनुहुन्छ उहाँहरू सबैलाई नमस्कार। कुन नाम हेर्नुहुन्छ यो सामाजिक सञ्जालमा कसैलाई पनि गाली गरेर हामी अगाडि नबढौँ। हाम्रो यो संस्कार होइन कि गाली गर्ने संस्कार राजनीति अब अन्त्य भयो। हामीले रवि नराम्रो अथवा हर्क नराम्रो भनेर राजनीति गयौँ भने हामीले त के चिन्छौँ? हामीले त आफ्नो भिजन, आफ्नो सही, आफ्नो राम्रो पक्ष लिएर जाने हो, जनतालाई खुसी पार्ने हो। जनता जनार्दन। सबैलाई नमस्कार। ल धन्यवाद। डिसिङ दाइ, ल तपाईँको राख्नुहोस्। नमस्कार मेरो प्यारो भाइ लगायत सबै साथीहरूलाई नमस्कार। अब कुरो सुने भाइ, म 1 घन्टा जति भयो। सबैभन्दा नम्बर 1 मा चाहिँ के आउँछ भने सिन्धुपाल्चोकमा राष्ट्रपाले जित्नुपर्छ। मुख्य अभियान त्यो हो है। त्यो तपाईँबाट हो या कसबाट हो, हामीलाई त्योसित लेनदेन केही पनि छैन। हेर्नुहोस्, सिन्धुपाल्चोकबाट क्षेत्र नम्बर 1 बाट राष्ट्रपाले जित्नुपर्छ र त्यो जित्ने योग्य उम्मेदवार को हो भनेर छान्नका लागि मलाई लाग्छ राष्ट्रपाका केन्द्रीय कमिटीका साथीहरू एकदमै अब्बल हुनुहुन्छ। जुन रूपन्देहीमा 16 जना उठ्नु भएको थियो र लास्टमा 9 जनामा भिडन्त भएको थियो भने त्यो परिस्थिति आउन सक्छ। किनभने सिन्धुपाल्चोक त्यो जिल्ला हो देशका, त्यो चाहिँ राणा शासनमा होस् अथवा शाहवंश फाल्दाखेरि होस् अथवा 62-63 मा होस्, त्यहाँ नेतै नेता छन् साथी। तर इमान्दार नेता सिन्धुपाल्चोकले आजसम्म पाएको छैन। हामीले तपाईँलाई 2-3 वर्षदेखिबाट जुन अभियान तपाईँले चलाउनु भएको छ, हामीले हेर्दाखेरि त तपाईँभन्दा अब्बल त कोही पनि नहोला। किनभने यो कुनै व्यक्ति विशेष र गाउँको चुनाव होइन, यो त संसदीय समितिको चुनाव हो। र संसदीय समिति भनेको त्यो पार्टीमा निर्भर हुन्छ। कुन पार्टीको व्यक्ति हो तपाईँ? खड्ग प्रसाद ओलीको हो जसले 76 जनाको नरसंहार गरेको छ। प्रचण्डको हो तपाईँ मान्छे जसले 10 वर्षको जनयुद्ध र 16 वर्षमा जनतालाई ठगेको छ। तपाईँ त्यो कङ्ग्रेसको शेरबहादुर देउबाको घरभित्र पैसा चलेको कुन पार्टीमा तपाईँ हुनुहुन्छ? रवि लामिछाने तपाईँको सभापति हो, जसले 10 वर्ष पत्रकारिता गरेर रविको नामबाट 6 महिनाभित्र पार्टीलाई एउटा राष्ट्रिय पार्टी बनायो। त्यो पार्टीमा तपाईँ आस्था राख्नुहुन्छ र त्यसमा गर्व गर्नुहोस् मेरो भाइ। 1 नम्बर। त्यसपछि शासकहरूले रातारात सरकार बनाएर रविजीलाई झुटा मुद्दा लगाएर जेलमा राखे, फेरि पनि उनी कतै पनि डगमगाएनन्। कति शत्रुहरू लागे, त्यस्ता किसिमका शत्रुहरू तपाईँलाई पनि लाग्न सक्छन्। हाँसेर उडाइदिनुहोस् तर कतै नडगमगाउनुहोस्। तपाईँको छातीभित्र तपाईँको रामेछापलाई राख्नुहोस्, तपाईँ विजय हुन्छ भाइ। बुझ्नुभयो नि? तपाईँ विजय हुन्छ। अहिले त अब स्वार्थीहरू त आउँछन्, म पनि लड्छु, म पनि लड्छु। विधि विधान राष्ट्रपालको के छ त? एउटा साधारण सदस्य हुने बित्तिकै सभापतिलाई पनि लड्न पाउँछ, संसदीय चुनावको लागि लड्न पाउँछ। ती भिडहरू आए भन्दैमा नआत्तिनु होला। तपाईँले कमाएको इज्जत, तपाईँसँग भएको इमान्दारीसँग विश्वास गर्नु होला। र त्यो रामेछापका जनताहरू जसले नथाहा पाए पनि होलान्, र यसै लाइभ मार्फत म भन्न चाहन्छु कि उहाँहरूले व्यक्ति चिन्नुपर्छ। यहाँ इमान्दार व्यक्तिको खाँचो हो र नन पोलिटिकल ब्याकग्राउन्ड चाहिएको हो। अहिले राजनीतिमा मिठा मिठा भाषण त कङ्ग्रेसले पनि दिएकै हो, एमाले दिएकै हो, माओवादीले दिएकै हो। अब यहाँ भाषण छाट्ने मान्छे होइन, सच्चा इमान्दारीपूर्वक सरकारी साधन र स्रोतहरूलाई जनताका लागि परिचालन गर्ने नेता खोजेका हौँ हामीले। त्यही भएर राष्ट्रपाको उदय भएको भाइ। ढुक्क हुनु होला। मैले त पुरा आत्माबाटै भन्छु, तपाईँ पक्कै छानिन्छ र कतिपय आफ्ना आन्तरिक पार्टीभित्रका कुराहरू अब नेता भइसक्नु भएको हो। हिजोको तपाईँ अभियन्ता हुनुहुन्थ्यो, जसलाई पनि गाली गर्न पनि पाउँथ्यो, रिसाउन पनि पाउँथ्यो। अब त तपाईँले एकदम संयम हुनुपर्छ, राजनेता जस्तै बिहेभ गर्नुपर्छ। जसरी रवि लामिछानेले गर्नुभयो त्यही किसिमले चल्नुभयो भने तपाईँको विजयलाई, दिग्विजयलाई कसैले रोक्न र छेक्न सक्दैन भाइ। ती भुरे भाडाहरू हिजो पनि कराएकै हुन्, आज पनि कराइरहेका छन्, भोलि पनि कराउला। तल अघि भाइले भनिसक्नुभयो, तपाईँमाथि आरोप लाग्ला जसरी रविमाथि लगाइयो। त्यही भएर सच्चा मान्छेलाई हिलो छाप्ने काम नेपालमा भएकै कारणले हाम्रो देश नबनेको हो। बुझ्नुभयो नि? ती फटा जाली फटाहरू हिलो छापेरै आफूमाथि आएर मिठा मिठा भाषण ठोकेरै यिनीहरूले राजनीति गरेर हाम्रो देश गरिब हुन गएको हो। तपाईँ जस्तो इमान्दार व्यक्तिलाई
यदि त्यहाँ रामेछापका मान्छेले चिन्दैनन् भने त्योभन्दा दुःखदायी केही हुँदैन र यदि राजसभाले हार बेहोर्नु पर्यो भने त्योभन्दा ठुलो क्षति केही पनि हुन सक्दैन। कारण किनभने आज बहुमतले सरकार बनाउनु पर्ने आवश्यकता छ राजसभालाई, किनभने कानुनहरू फेर्ना छन्। यी ब्युरोक्रेसीभित्र लगाइएका तिनीहरूलाई फेर्नु छ। यी विविध कारणका लागि बहुमत चाहिने हुनाले केही गरिकन तपाईँ हार्ने स्थिति तपाईँको अन्तर्आत्माले बुझ्छ कि मभन्दा यसले अथवा कोही इर्के बिर्के जो होस् मभन्दा अलि ठिक छ भन्ने तपाईँलाई लाग्छ भने छोडिदिनु होला भाइ, केही छैन। भोलि फेरि आउँछ मौका, भन्नुभयो नि, फेरि आउँछ। अझै थुप्रै छन्। तपाईँको प्रदेशको पनि अहिले त खारेज हुने होइन नि, प्रदेशमा जित्न सक्नुहुन्छ। भोलि एउटा जसरी मेयरबाट बालेन उदाए त्यसरी उदाउन सक्नुहुन्छ। यही छ भन्ने केही छैन। जब राजनीतिमा पाइला टेकिसकेपछि जे भए पनि फेडौँला, तर आफूभन्दा कमसल व्यक्ति आएर त्यहाँ चुनाव हारेर क्षति भयो भने त्यसको जिम्मेवारी चाहिँ कसले लिने भनेर चाहिँ प्रश्न राख्नु। धन्यवाद है त। ल धन्यवाद। ल सान गुरुङजी, ल तपाईँको राख्नुहोस् त सान गुरुङजी। हुन्छ, म चाहिँ बिजी छु, मैले सुनेको मात्रै हो। ए हो र? बिरामी छु। ए ए ए ल ओके। ल धन्यवाद डिसिङ दाई, धन्यवाद। होइन कुरो केही होइन, कुरो त अब आइहाल्छ नि हौ डिसिङ दाई। अब हामी जस्तो चुपो लाएर बस्ने, अभियानमा नआएको, यत्रो चाहिँ विद्रोह गरेर आएको मान्छे अनुसार चाहिँ जस्तो आज क्याम्पेनिङ सुरु भएको पनि अब म छिरेको त्यत्रो दिन भयो, अनि त्यो हिसाबले आफ्नो हिसाबले काम गरेर हिँड्दै गरिराखेको मान्छे म छु जो अब दिन प्रतिदिन अलिकति चेन्जिङ त आइ नै राख्छ होइन। र आज सिन्धुपाल्चोक गइयो, सबै कुराको चाहिँ गठन गरियो, आइयो फर्क्यो। तर मैले अचम्म लागेको चाहिँ 7 जना मान्छे 6 जना कि कति थियो, आजसम्म त 13 जना भइसक्यो त्यहाँ त सुनेको मैले। सबै आइसक्यो, 6 जना चाहिँ त हामी अगाडि बसेर पनि कुरा गरिराखेको थियौँ त्यहाँनिर होइन। अब त्यो अनुसारको मैले त्यो कुरा पनि एकदम मैले भनिसकेको छ। सिन्धुपाल्चोकमा गलत मान्छे चुज भयो भने अब 10 वर्ष सिन्धुपाल्चोक फेरि पछाडि 50 वर्ष धकिलिन्छ। त्यस कारणले अहिले राइट टाइम राइट डिसिजन गर्ने बेला आएको छ। मरेपछिको औषधि काम लाग्दैन, औषधि जिउँदैमै गर्नुपर्छ है। त्यस कारणले यस्तो खालको मान्छे भोलि त्यहाँ हाबी भयो, छिर्यो होला। अब भित्र पनि यो राजनीतिकमा अनेक हुन्छ, त्यसमा पनि अझै जाने बित्तिकै 12-13 जना हुनु होइन, र त्यसमा कम्पिटिसन पर्नु, अनि त्यो मध्येमा पनि उत्कृष्ट मान्छे निस्किन र त्यहाँ चाहिँ त्यहीजनाले समर्थन गरेको एकजना गलत मान्छे पढिदियो भने त सिन्धुपाल्चोकको भविष्य पुरा अन्धकार छ नि त होइन। भोलि सिन्धुपाल्चोकको भविष्य अन्धकार त मलाई गराउनु छैन, किनभने त्यो हुँदै हुँदैन। त्यहाँ कोही अवसरवादी छिर्यो, कोही त्यस्तो मान्छे चाहिँ छिर्यो भने त त्यसको त म त ठुलो विद्रोह गरेर निस्किने हो। मलाई केही पनि लेना देना लोभ लालच केही नभएकै मान्छे हो होइन। हिजो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीमा चाहिँ प्रवेश गर्ने बेलामा पनि मैले त्यस्तो केही डिमान्डै नगरिकन गएको हो। हिजोका केही नभएको सिंगानीहरू आज केन्द्र सदस्य राजसभाकै खाएर बसिरहेको छ, त्यो पनि तपाईँहरूले देखाएको छ। भनेपछि म त त्यो योगदान गरेर दिएर गएको मान्छे हो। मलाई अझै पनि त्यहाँनिर गएर केही खाली हातै फर्किनु पर्छ भने मलाई पनि त्यसमा केही मतलब छैन। मलाई मतलबै छैन, म आफ्नो व्यापार बिचमा चल्छु। तर सजिलोसँग कसैलाई पनि छोड्नेवाला चाहिँ छैन। त्यहाँ गलत मान्छे हाबी भयो, गलत मान्छे त्यहाँ छिर्यो भने चाहिँ त्यो मान्छेको चाहिँ म यस्तोसँग चाहिँ विरोध गर्छु कि त्यो छोडिदिनुहोस्, मेरो किता नै क्लियर भएर म अर्को तर्फबाट जान सक्छु। त्यो बेलामा चाहिँ त्यो हिसाबले भयो। अब दिन अलिकति नजिक पनि आइसकेको छ होइन। अहिलेसम्म केही बिग्रेको छैन, आज भोलिसम्म पनि बिग्रेको छैन। अब त्यो गर्नुपर्ने कुराहरू सबै गरेको छ। तपाईँ एउटा नेसनल व्यक्ति हो के भन्नुभयो नि, रामेछापका लागि मात्रै होइन, तपाईँलाई तपाईँ एउटा सिन्धुपाल्चोकको मात्रै होइन, तपाईँ त एउटा नेसनल व्यक्ति भइसक्नु भयो। आज समय अभावका कारणले गर्दाखेरि प्रारम्भिक निर्वाचन नभए पनि बाँकीको 60 पूर्णाङ्क त आज केन्द्रीय कमिटीसँग छ नि त, उहाँहरूले हेर्छ नि, भन्नुभयो नि, उहाँहरूले हेर्छ नि। त्यसमा तपाईँ जस्तो व्यक्तिलाई आज यदि त्यहाँ क्यान्डिडेट उठाउन सकेन भने क्षति कसले बेहोर्नुपर्छ? त्यसपछि राजसभाले होइन। एक सिट नभइदिएपछि कति बवाल पर्छ भोलि संसदमा। त्यही कारणले गर्दा मलाई त लाग्छ ढुक्क भएर तपाईँ पक्कै त्यहाँबाट उम्मेदवार हुनको लागि योग्य हुनुहुन्छ हामीले चिने अनुसार होइन। तर बाँकी त वहीँको लोकलिजम, तर इमान्दारिताको हिसाबले पनि हामी छातीमा हात राखेर भन्न सक्छौँ कि अझैले कहिल्यै पनि आफ्नो पर्सनल हिसाबले जाँदैन। किनभने जो व्यक्तिले आज विभिन्न दिन दुखीहरूलाई
आँसु पुछेको छ काठमाडौँमा बसेर यत्रो वर्षौँदेखिबाट मयौँ भन्ने भ्रष्टाचारी ती आतङ्ककारीहरूसँग छाडै च्यालेन्ज दिएर काठमाडौँमा बसेको छ भने त्यस्तो व्यक्ति को छ त भनिदिनुहोस् त। त्यही भएर मलाई लाग्छ तपाईँलाई पक्कै पनि त्यहाँबाट तपाईँले क्यान्डिडेसी हुन्छ। जित्न आउनुका लागि तपाईँले अब आफ्नो जिल्लालाई फोकस गर्नुपर्ने हुन्छ भाइ, होइन? आफ्नो जिल्लामा गएर घर घरमा गएर आफूलाई परिचय दिनुहोस्। धेरै सिम्पल, हाम्रा गाउँघरका मान्छेहरू चिन्दैनन्, बुझ्दैनन्, उहाँहरूलाई बुझाउनु पर्छ। र बाँकी रहेको कुरा अघि भने नि, अहिले यो पार्टीको निर्वाचन हो, कुन पार्टी सही थियो गलत थियो भन्ने कुरा कङ्ग्रेस कम्युनिस्टहरूले त आफ्नो परिचय दिइसकेका छन्। यो 35 वर्ष र 26 वर्ष माओवादीले पनि दिइसकेका छ, बाँकी कङ्ग्रेस एमाले। आज नेपालले हामीले परिवर्तन खोजेको छौँ, त्यो परिवर्तनको संवाहक भनेको रासपा हो। तपाईँ रासपाको सदस्य हो। त्यस्तै सम्पूर्ण सदस्यहरू जसले पनि आफ्नो क्यान्डिडेट दिन पाउने सुविधा लिएका होलान्, मेरो विचारमा त्यो सुविधा उनीहरूले लिन पायो। तर केन्द्रीय कमिटीले आज जुन प्रारम्भिक निर्वाचन नहुँदै गर्दाखेरि क्यान्डिडेट छान्दाखेरि चाहिँ उहाँहरूले विभेद पुर्याउँछन् भन्नेमा म ढुक्क छु। ढुक्क छु म। तपाईँभन्दा अर्को व्यक्ति होला जस्तो मलाई लाग्दैन। र त्यो केही गरी भएन छ भने पनि त्यसको लागि हामी घोर विरोध गरौँला। तपाईँभन्दा कमसल मान्छे जसले आजसम्म समाजको लागि केही दिनै दिएको छैन, जसलाई नेपालमा त छोडिदिउँ जिल्लामै पनि चिन्दैनन् भने त्यस्तो व्यक्तिले कसरी जिताउला रासपालाई? एउटा समस्या त्यो हो। मुख्य कुरा जित्नु पर्यो, रासपाले जित्नु पर्यो हरेक जिल्लाबाट, है त बरु ढुक्क हुनुहोस्। तर अब चाहिँ तपाईँ लिडर भइसक्यो हो कि हाँसेर उडाइदिने हो। तपाईँ विरुद्धमा जसले जे भने पनि मुद्दा लागे पनि त्यसलाई मजाले रविजी जस्तै फेस गर्ने हो। जित त सत्यकै हुन्छ अन्तमा, भन्नु नि त्यो होइन। यहाँ त तपाईँको भोलि के छ भने तपाईँको उहाँले भोलि दर्ता गरेर भोलि यदि चयन हुनुभयो भने सबभन्दा पत्रिकाले हेडलाइनमा उहाँको टाउको निकाल्छ तपाईँको। हेर्नु, यहाँ तपाईँको मिडिया ट्रायल हुन्छ। यो कुरा हामीले सबैले बुझाएको छ। तपाईँ हिजो एउटा पढे लेखेको मान्छे, तपाईँलाई उदाहरण गर्छु, सामाजिक सञ्जालको भरमा कुद्ने भने हिजो डाक्टर एउटा परिवार भन्ने के परिवारले तपाईँको बालनको टिक फ्याक्टिक राखेर तपाईँको एउटा दमाई भन्ने थियो गयो भनेर तपाईँको यसरी लेखेको कमेन्ट रे स्टार्टरलाई लिएर तपाईँको हरेक मान्छेहरूले तपाईँको पछि त्यो भिडियो त्यो फोटोलाई स्क्रिनसट गर्दै कुदाउँदै यसले यस्तो बालेन जस्तो भावी प्रधानमन्त्री हुने मान्छेले यस्तो गरो उस्तो गरो, तपाईँको पुरै सामाजिक सञ्जाल छ्यापछ्यापी बनाए। अहिलेको तपाईँको ट्रेन्ड यस्तो चलेछ कि यस्तो चलेछ। तपाईँले अहिले अजय शिरीषको फेसबुकमा कति जस्तो फलोवर्स भन्दाखेरि लगभग 1.5 लाख रुपियाँ 1.5 लाख कति छन् मान्छे। अब तर के गरिदिन्छन् भने तपाईँको ठ्याक्क हरियो टिक लगाइदिन्छन्। अनि तपाईँको लेखेको के गरिदिन्छन् भने अजय शिरीषले सिन्धुपाल्चोकमा जित्नु टिकट पाएन अरे भने पार्टी छोडेर अगाडि चोकमा बस्दिन्छ। यही तपाईँको हेडलाइन हालिदिन्छ अहिले। अनि त्यसैलाई कुदाइदिन्छ। अनि अजय शिरीषको प्रोफाइलमा गएर भिजिट गर्दैन त्यसले, फेरि तपाईँको त्यसले नामै लेख्न आउँदैन अजय शिरीषको नाम अजय शिरीष भनेर लेख्न आउँदैन। अनि त्यसपछि नआएपछि त्यहीलाई स्क्रिनसट गर्दै कुदाउँछ। अनि कुदाएपछि के भन्छ भरे अजयले यस्तो भयो। अब मिडिया ट्रायल भयो तपाईँलाई। हेर्नु है, यहाँ तपाईँको अब एउटा डाक्टर जस्तो पढेको मान्छेले तपाईँको बालेनको प्रोफाइलमा गरेर हेर्नु पर्दैन, लेख्यो लेखेन, त्यो नहेरिकन कुदाएछ तपाईँको। हेर्नु है, यस्तो मान्छेले माफी माग्नुपर्छ बरु। अब त्यो गलत भइसकेपछि नलेखेको मान्छेले त्यो लेख्ने डाक्टरले सरी माग्नुपर्छ पर्दैन? यहाँ तपाईँको यस्तो तपाईँको मिडिया ट्रायल हुन्छ तपाईँको हाम्रो देशमा। तपाईँको यसमा तपाईँ नपर्नु होला। अब हामीले त के हुन्छ भने यो राष्ट्रिय स्वतन्त्र पार्टी मान्छेले के छ तेरो भिजन भन्छन्। हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही भिजनै चाहिएको छैन। के चाहिँ भिजन चाहियो राष्ट्रिय स्वतन्त्र पार्टीलाई? मेलम्चीको पानी काठमाडौँमा ल्याएर खुवाउँछु भनेको 40 वर्ष भयो। म त्यतिखेर कटुनै नलाइकन हिँड्थेँ, अहिले मेरो छोरो कटु नलाइकन हिँड्ने भइसक्यो। अनि त्यो खोलाको पानी ल्याएर खुवाउँछु भनेको 40 वर्ष पुग्यो 35 वर्ष पुग्यो भनेपछि अनि के चाहिँ चाहियो भिजन? के तपाईँको एउटा सरकारी स्कुलमा तपाईँको सिन्धुपाल्चोकमा गएर सरकारी स्कुलको हालत गरेर हेऱ्यो भने त्यतिखेर थाहा हुन्छ के हो स्कुल भनेर। अनि कहाँ चाहिँ शिक्षा पाउँछन् मान्छेले? अनि त्यसपछि काभ्रेमा गएर एउटा तपाईँको म काभ्रे गाउने बाटो हिँड्छु खोटाङ जिल्ला हिँड्दाखेरि त्यो लिएर कस्तो शिक्षा त त्यहाँको बाटो कस्तो छ भने त्यहाँको हेर्दा पुग्छ के। अनि के चाहिँ चाहियो भिजन? के नेपाली जनता आफैमा मेहनत छन्, आफैमा घर छ, आफ्नैमा जमिन छ, सबै आफै सम्पन्न छन्। हामीलाई के चाहिएको? साधारण आफ्नो चितवनमा उत्पादन गरेको तरकारी ठ्याक्क ठाउँमा पुर्याउनु पाऊँ भन्ने साधारण कुरा हो। एउटा धाराको पानी ल्याएर खान पाऊँ भन्ने कुरा हो। एउटा कानुन प्रक्रियामा जाँदाखेरि सही कानुन पाइयोस्, आफ्नो काम सही पाउनुहोस् भन्ने हो। हामीलाई के चाहिँ चाहिएको छ र भिजन? हामीलाई केही खोजेकै छैन नेपाली जनताले। तर यति पनि नसक्दाखेरि हाम्रो अहिले उत्पन्न भएको अहिले राष्ट्रिय स्वतन्त्र पार्टी निस्केको, यसको विरुद्ध निस्केको। तर यसको विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी निस्किँदै गर्दाखेरि यसलाई हामीले
गल्ती गर्ने छुट दिन हुँदैन। तपाईँको तपाईँले खबरदारी गर्नुपर्छ, यो कुरा हो, तर खबरदारीमा पनि तपाईँको हरेक किसिमको यसको पनि नियम हुन्छ, यसको पनि कानुन हुन्छ। सामाजिक सञ्जालमा अब हामीले सकेसम्म यो हिजो मैले सामाजिक सञ्जाल राष्ट्रिय स्वतन्त्र पार्टीले लेखेको पनि हेरेँ, हामीले कसैलाई अपशब्द बोल्ने, कसैलाई गाली गर्ने, कसैलाई सामाजिक सञ्जाल भड्काउने खालका कसैले पनि गतिविधि गर्नु हुँदैन। यो सबैभन्दा हाम्रो यो आफ्नो दायित्व हो। त्यसले गर्दा हामी सबै साथीहरूलाई हामीले सबै भएको हामीले कसरी देशलाई सही ट्र्याकमा ल्याउने हो एकपल्ट हामीले त्यसरी जाने हो। हामीले कसैलाई नराम्रो भनेर कसैलाई गाली गरेर हामी अगाडि बढ्नु हुँदैन। हेर्ने दर्शक साथीहरू तपाईँहरू पनि यसरी फेसबुकमा टिकटकमा सामाजिक कमेन्ट नराम्रो नकुदाउनुहोस्, तपाईँको आफ्नो विचार राख्नुहोस्। विचार तपाईँलाई मन परे, अहिले मान्छेले भन्छन् राजावादी अरे, राजावादी भइहाल्यो त, राजा पक्षबाट चुनाव उठ्यो भइहाल्यो, राजावादीले जसले भोट हान्छ उसैले जित्छ, राजा ल्याएर राखिदिन्छ भइदिएको। अहिले तपाईँको चुनाव भइसक्यो, जसका एजेन्डा लिएर गए पनि भइराखेको छ। अनि किन यसमा चाहिँ रोइलो, फेरि किन मान्छे यस्तो? त्यसले गर्दाखेरि अब जनताले जे गर्छन्, जनता जनार्दन सबैजनालाई नमस्कार। म चाहिँ अहिले विदेशमा छु। सबैजना कुन कुन देश हुनुहुन्छ सबैलाई धन्यवाद। ल धन्यवाद। अब तपाईँले त अब के भन्नुपर्छ भने मेरो एजेन्डा एक भनेको हप्तामा होइन सकिँदैन, भोलि त अब तपाईँ माथि जिम्मेवारी आउँछ। महिनामा एकचोटि यसरी नै टिकटक लाइभमा आएर जनताका समस्याहरू बुझ्नेछु एक। दोस्रो कुरा, जति पनि आज अमेरिका युरोपतिर सिन्धुपाल्चोकका जनताहरू हुनुहुन्छ उहाँहरूले लगानी लाओस्। सरकारी फर्म खोल्छु म, त्यहाँ CCTV क्यामेरा राख्छु, त्यसको फाइदा तपाईँहरूलाई दिन्छु र तपाईँहरूको लगानी चाहिँ म ग्यारेन्टी गरेर राखिरहन्छु भनेर यस्ता किसिमका नयाँ किसिमका भिजनहरू लगेर जानुहोस् के ब्रदर भन्नुभयो नि। आज हेर्नुहोस् त सिन्धुपाल्चोक यहाँ अमेरिकामा भरिएका छन्, हेर्नुहोस् युरोपतिर भरिएका छन्, उनीहरूलाई आफ्नो पैसाहरू सञ्चित गर्नका लागि ठाउँ छैन। त्यस्ता नयाँ किसिमका धेरै ठुलो चाहिएकै छैन। जसरी तपाईँ एउटा कृषि क्रान्ति गर्छु भन्नुभएको छ नि, त्यसका लागि विदेशमा बस्ने नेपालीहरू लगानी लाउनुहोस्, तपाईँहरूको लगानी म सुरक्षित गरिदिन्छु र त्यसबाट आउने फाइदा सबलाई सेयर होइन। जति पनि सार्वजनिक ठाउँहरू छन् ती खरिद गरेर एउटा सार्वजनिकै भनौँ न खेती किसानीहरू इत्यादि गर्ने, त्यही काम गर्ने मान्छेहरू पनि यस्तो किसिमको नयाँ रिभल्युसन ल्याउनुहोस् के ब्रदर, तपाईँ जित्नुहुन्छ। किनभने तपाईँसँग त्यो हिम्मत छ र तपाईँसँग इमान्दारी छ, हामीले देखेका छौँ, हामीले चिनेका छौँ। तपाईँसँग यदि इमान्दारिता इत्यादि हुन्थेन भने आजसम्म तपाईँलाई म पनि चिन्दैन थियो होला। यसो तपाईँको लाइभ होस् अथवा कति लोकप्रिय हुनुहुन्छ तपाईँ। सबभन्दा चाहिने भनेकै एउटा राजनेतामा लोकप्रियता हो कि इमान्दारिता, विश्वास। हामीले तपाईँमाथि आँखा चिन्लेर आज एउटा बिरामी ल्याएर आउँदाखेरि विश्वास गर्छौँ नि त, भने तपाईँको जिल्लाको मान्छेले नगर्ने कुरै हुँदैन ब्रदर। र अब जे होस् हाँसेर उडाउने चाहिँ गर्नुहोला। यी पाखण्डीहरू छन्, यी धेरै यी जो आफू खान नपाएर होइन सत्ताको भोग चलन गरिसकेका यी जति पनि अपराधीहरू छन् नि, यिनीहरूले तपाईँलाई विभिन्न किसिमले चाहिँ एउटा भनौँ न आवेशमा ल्याउने काम गर्लान् होइन, विभिन्न कुराहरू गर्लान्। त्यस्तामा चाहिँ एकदम चलाकीपूर्वक एउटा भनौँ न सभ्य भएर तीर के भन्छ साँप भी मर जाए लाठी भी नाटुटे भन्छ नि हिन्दीको उखान, त्यो तरिकाले त्यस्ताहरूलाई सघाप गर्नुपर्छ। अब यस्ता मुद्दा लाग्ने कानुनी झन्झट इत्यादिहरू त नेता भइसकेपछि त तपाईँ आफैले पनि अन्यायमा परेकाहरूका लागि मुद्दा हालिदिनु पर्ला कहिलेकाहीँ। अब त कामै त्यही हो राजनेताको त एउटा, बुझ्नुभयो भने कानुनसँग खेल्ने, कानुन पढ्ने, अध्ययन गर्ने, कानुनहरूलाई संशोधन गर्ने कामै त्यही हो तपाईँको। अब है त ब्रदर। ल थ्याङ्क यू, धन्यवाद। ल दिदी शारदा दिज्यू हजुर छुट्टे, अब भोलि बिहानै फेरि 8 बजे उठेर कुद्नु छ। कुरो त्यही हो, भोलि लगभग सहमतिमा आयो भने तपाईँको 2 घन्टाभित्रमा सहमतिमा आइसक्छ दिदी। अनि केही गरी सहमतिमा आएन भने अब छोड्ने भन्ने कुरा हुन्छ। छोड्ने भन्ने कुरामा चाहिँ भोलि को अब्बल क्यापरेबल लग्न सक्ने हिसाबले आयो भने त्यसलाई छोड्न तयार छु, होइन भने चाहिँ छोड्न तयार छैन। जनतामा गएर मजाले भोटिङ गरेर जसले जनताले चुन्छ उही मान्छे अगाडि हुन्छ भन्ने हिसाबले म आउँछु नि दिदी। सही कुरा हो, लड्नुपर्छ भाइ। अब सबैजनाले भन्नुभयो, सबैजनाको कुराहरू पनि सिरोपन गर्नुपर्छ हामीले होइन, लिनुपर्छ। यसलाई चाहिँ अब अलिकता विवेकतापूर्वक अब उ गरेर जानु। यस्तो अब उचाल्ने पछार्ने लडाउनेहरू त त्यो हाम्रो आफ्नो बाटोमा आउने काँडाहरू हुनु, पन्साउँदै जानुपर्छ, यिनीहरूलाई लड्नुपर्छ। र अग्रिम शुभकामना भाइ, जहाँसम्म सक्दो अब तपाईँले आफूले गर्नु सक्ने गर्ने काम गर्नुभएकै छ, यसलाई चाहिँ अब सिरोपन गरेर अगाडि बढ्नुहोस्।
भन्न चाहन्छु अग्रिम शुभकामना भाइ। छ अब यो कुराहरू त केन्द्रले पनि छान्ने कुरा हो। हामीले यहाँ बौलाउने भन्दा पनि केन्द्रले के गर्दछ, केन्द्रले चाहिँ अब राम्रै कुराको डिसाइड गरिदियो भने इट्स ओके होइन। अब त्यसमा पनि त्यस्तै कुरा छ भने त म बेलुका आएर तपाईँहरूसँग सबै कुरा म गरि नै हाल्छु नि दिदी है त। गर्नुपर्छ त्यो चाहिँ खबरदारी भनेको कुरो जहाँ बसे पनि अवसर मात्रै खोज्ने होइन, हामीले खबरदारी गर्ने हो। खबरदारी गर्ने, लुक्ने छिप्ने, यहाँ कोही देखेर सहनु पर्ने भन्ने त त्यहाँ डिक्सनेरीमा लेखेकै छैन नि दिदी। विद्रोह हुन्छ भने त त्यसको अन्यायको विरुद्धमा त उठिहाल्ने हो जुरुक्कै, त्यसमा लागि केही टेन्सनै छैन दिदी कोहीदेखि पनि। त्यसमा चाहिँ एकदम निरन्तर अगाडि नै बस्छ। ल सबैजनासँग म छुट्टेँ है त। अब ठ्याक्कै म ल तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँको काम एकदम अगाडि बढाउनुपर्छ। तपाईँलाई यो मैले अघि पनि भने धेरैजनाले तपाईँको लाइभमा जोडिन पाइयो, एकदम खुसी लाग्छ। तपाईँको लाइभमा अहिलेसम्म म 3 पल्ट जोडेँ। हेरेर सबै दर्शकहरूलाई पनि नमस्कार, आजलाई गुड नाइट सबै है, सबैको भलो होस्। ल तपाईँको राम्रो सुझावको लागि पनि थ्याङ्क यू सो मच है त। हस् हजुर हस्। ल भाइ गुड नाइट। गुड नाइट दिदी। ल शुभरात्रि साथीहरू, शुभरात्रि। अब कुराकानी यस्तै हो होइन, यस्ता कुराहरू भइ नै रहन्छ। अब चाहिँ अझै श्रेष्ठलाई त्यो खालको सहनु पलाउनु पर्ने त्यो खालको मान्छे म होइन है। यो कुरा चाहिँ ढुक्क रहनुहोस् तपाईँहरू होइन। म सहनु पर्ने, चुप लागेर बस्नुपर्ने, अर्काको भनाइ खानुपर्ने, जसले खाएको छ त्यो चुलाएर बस्छ नि। हामीले कसैको केही खाइदिएको छ नि, केही छैन। न राज्यको 2 रुपियाँ खान्छ, न अहिले कसैको चाहिँ राज्यको सत्ता र भत्ता खाएको मान्छे किन तिनको सहनु पर्ने। सक्छ भने आओस् त्यो मान्छे मसँग सँगसँगै उ गर्नलाई, होइन भने अब चाहिँ यो भयो त्यो भयो भनेर अरू जुन नेता जस्तो भयो त्यस्तै हुनुपर्छ भन्ने म चाहिँ होइन है साथीहरू। म चाहिँ त्यो किताबको चाहिँ मान्छे चाहिँ होइन है। म चाहिँ त्यसरी चाहिँ जान्दिनँ। यो चाहिँ एकदम गलत। म चाहिँ एकदम अन्यायको विरुद्धमा जुरुक्कै उठ्ने हो, बोल्ने हो। टिकटकको सामाजिक सञ्जालमा नै म आएको भनेपछि अब यहाँ आएर ठुलो कुरा गर्नु मैले मिल्छ भने नि। हिजो तपाईँलाई विकृति विसङ्गति सबै कुरा चाहिँ टिकटकमा बुझाउने, अनि अहिले भित्रभित्र चाहिँ यस्तो भयो उस्तो भयो भनेर म चुप लाएर बस्ने चाहिँ नभनेर चुप लाएर बस्नु त मिलेन नि म त होइन साथीहरू। त्यही भएर मसँग भएको कुराहरू चाहिँ म अप टु डेट तपाईँहरूलाई चाहिँ दिने चाहिँ गर्छु सधैँभरि। सिधै कुरा यही हो। प्राइमेरी गर्नुपर्छ, भएन भने 13 जना कुरा मिलेन भने त प्राइमेरीमा जाने हो, सिधै कुरा। अनि प्राइमेरीले जसलाई छान्छ अनि उसै उठ्छ, त्यसपछि सक्यो कुरा, त्यही गर्ने हो।